नमस्ते सम्पूर्णमा र आज चाहिँ हामीले रानी हार होइन है सिक्रीको डिस्प्याच सिक्रीहरू लिएर आएका छौँ है भिडियोमा। यो सिक्री चाहिँ विशेष गरी हाम्रो कस्टमर कुवेत बस्ने कस्टमरले चाहिँ आफ्नो मम्मी र सासू मम्मीको लागि भनेर दुईटा एकदमै राम्रो ह्यान्डमेड धातुको चाहिँ सिक्री नवरत्न लकेट सेटमा चाहिँ उहाँले अर्डर गर्नुभएको छ। म हजुरलाई देखाइदिन्छु। यो चाहिँ उहाँले आफ्नो सासूको लागि सासू मम्मीको लागि भनेर यो हेर्न सक्नुहुन्छ। हजुरलाई म नजिकबाट पनि देखाइदिन्छु। यो ह्यान्डमेड सिक्री है नवरत्न सेटमा यसको औँठी यो छ र यसको कानको टप यो चाहिँ उहाँले आफ्नो सासू मम्मीको लागि है भनेर यो र यो म हजुरलाई नजिकबाट पनि देखाइदिएँ। यो चाहिँ ह्यान्डमेड सिक्री आफ्नो सासू मम्मीको लागि भनेर उहाँले चाहिँ दुईटै सासू मम्मी र आफ्नो मम्मीलाई चुज गर्नुभएको छ। थ्याङ्क यू सो मच। र आफ्नो मम्मीको लागि भनेर चाहिँ उहाँले यो डिजाइनको है यो चाहिँ आफ्नो मम्मीको लागि माइतको मम्मीलाई रे है। अनि यो औँठी भयो। यो एक जोडी टप सेट चुज गर्नुभएको छ। म अरू पनि सबै कस्टमरहरूको आज हाम्रो जुन सिक्री कहाँ जाँदैछ म देखाउँदैछु। यो चाहिँ हाम्रो काठमाडौँ जाँदैछ दुईटा सिक्री सेट है त। म अर्को पनि देखाउँ ल हेर्न सक्नुहुन्छ है। यो यति सिक्रीहरू चाहिँ हाम्रो नेपालको विभिन्न ठाउँमा जाँदैछ। म एक एक गरी भनिदिन्छु। यो सिक्री चाहिँ एउटा हाम्रो विराटनगर जाँदैछ है। यो नवरत्न धातुकै हो है। ल नजिकबाट देखाइदिएँ। ह्यान्डमेड धातुमा यो सिक्री नवरत्न सिक्री चाहिँ विराटनगर जाँदैछ। यो गणेश लकेटमा हो। यो सिक्री चाहिँ हाम्रो इटली जाँदैछ है। यो सिक्री चाहिँ हाम्रो यो दुईटा यो कोमल चेनमा चाहिँ कोमल चेन र यो चारपाटे यो सिक्री चाहिँ हाम्रो काठमाडौँ नै जाँदैछ है। यो दुईटै चाहिँ काठमाडौँ जाँदैछ भने यो चाहिँ हाम्रो यहीँ पर्सा जाँदैछ है त। हाम्रो यही चितवनकै पर्सा जाँदैछ। यो त मैले अघि हजुरलाई देखाइदिएँ। यो दुईटा चाहिँ काठमाडौँकै लागि उहाँ कुवेत बस्ने कस्टमरले चाहिँ आफ्नो सासू मम्मी र आफ्नो मम्मीको लागि भनेर चाहिँ उहाँले पठाउँदै हुनुहुन्छ। यति सेट आजको हाम्रो यो सिक्री चाहिँ यति आज डिस्प्याच्ड हुँदैछ। हजुरहरूलाई पनि यो मध्येमा जुनसुकै पनि ह्यान्डमेड धातु पनि पाइन्छ। आकर्षक कलेक्सन हो। हजुरहरूलाई पनि मन पऱ्यो भने हजुरले पनि अर्डर गर्न सक्नुहुन्छ। जसले हामीलाई यति सेटहरू अर्डर गरिदिनु भएको छ थ्याङ्क यू सो मच हजुरहरूलाई पनि है त।